गेस गर्नु यो कता ठाउँ हो भनेर कुन ठाउँ र त्यो खोला हेरेर पनि चिन्न सक्नुहुन्छ त्यहाँ एउटा जेडको सिम्बल पनि छ तपाईहरुले देख्नुहुन्न यो चाहिँ मेरो हात लाठी अनि त्यो चाहिँ फटा मामु गर्दा के गर्दा भन्दाखेरि नमान्ने मामु यही हो यो चाहिँ दिदी ओ दिदी पछि हेर ल हेर्नु है गाइस यस्तै छ हाम्रो गाउँको त हालत जहिले घाँस काट्न आउनुपर्छ यत्रो मुठो बनाइसक्नुभयो मामुले त माथि यत्रो बनाइसक्नुभयो अब दिदी एक्लै कता जाँदै हुनुहुन्छ डरले मर्ने होला छेरेर अनि गाइस यस्तो चाहिँ म सीधा घाँस छैन भने उता तल छ गाइस हो त्यो पनि हाम्रै खेत है हो त्यही तलको त्यहाँ तलको भनेको उयो हाम्रो हो के हाम्रो है मामु यो देख्नु जे भयो भने काट्नु त काट्नुहुन्छ नि त त्यसले ल गाइस आजलाई चित्ती भन्नु कि भनेको नभन्नु मलाई छोडिदिनु मलाई यहाँ कम्प्लेन गर्ने बाँकी छ नि उयो येल्लो लगाएको केटीको कति घाँस काट्नु पर्ने हिजो भर्खरै काटेर युट्युबमा भिडियो हालिरहेको छु आज पनि मलाई काट्न ल्याए यिनीहरूले काम नपाएर यो दुईजना भान्जी र माइजू भइहाल्थ्यो नि मलाई चाहिँ किन ल्याउनु पर्यो नि बाबालाई पनि म ल्याउन सक्दिनँ भनेको भए के जान्थ्यो के त्यही पनि के गर्नु गाइस ल छोडिदिनु हैन हेर्नु है गाइस यो चाहिँ हाम्रो भुइँसी ऊ भुइँसीले पहाडी देखाइरह ए भुइँसी यता हेर न यो हाम्रो भुइँसी ल माथिबाट मेरो माथि डम्पल हान्यो यही यल्लो लगाउने हो कि सबैभन्दा मेन यहाँ नाम भन्दै तर यहाँ यो यल्लो लगाउनेको पनि मेन बस भनेको चाहिँ त्यो चाउरी पुर्न पर्न लागेको त्यो एउटा बुढो बुवा छ हो त्यो उहाँले चाहिँ यति काम लगाउने हैरान हुन्छ है आमा के गर्नु जस्तै कि यो यल्लो लगाउने चाहिँ मेरो मामु हो यो अति मेन हो त्यसपछि हाम्रो बुवाले बाबाले चाहिँ भन्नुभएको थियो बर्डर झार्नु पर्छ भनेर तर बुवाले भन्नु हुन्न बर्डर झार्नु हुन्न भनेर मार्नु भएन अब आज यो हाम्रो त मुठो पुगिसक्यो अहिले आफू बाबा आउनुहुन्छ अरे एकछिनमा त्यसपछि कहिले आउने हो कहिले लाने हो यो त्यो पनि दिमाग खराब